आज चाहिँ हामी कहाँ जाँदैछौँ? जंगल। के गर्नको लागि? घाँस काट्नको लागि। म चाहिँ दुईटा माइजहरुको भान्जी गफ गर्नको लागि। साथी हिँड्दैछौँ हामी चाहिँ, नानी चाहिँ हाम्रो लागि हैन। अब हामी चाहिँ मासिर जंगलतिर जाँदैछौँ। चाहिँ पछाडी हैसा बोकेर हिँडिरहेछन्। अनि यतातिर बाख्रा गोठा पनि हुनुहुन्छ, त्यहाँ हजुरबाले घाँस उहालिरहनु भएको। यता हेर्नु है। हेलो गाइस, हाई हाई। मान्छे बेर लडे भने चाहिँ एकैचोटि अस्पताल घरमा हुन्छ। हुनुपर्छ यस्तो चिप्लो हो हैन। सालको पातै पात र चिलाउने पात गेडा। सालको पात चलाएको साथी साथी। हार कलाकार अगाडि हुनुहुन्छ। कसैलाई दोहोरी जानु छ भने सम्पर्क गर्नु होला। हामी चाहिँ घाँस काट्न आएको। यस्तो हो घाँस। घाँस भनेपछि केही छैन, हल्का मात्र हो, धेरै छैन। रुखा चढौँ भने सक्दैन, यति अग्लो अग्लो रुख छ। अब भुइँको यसो आँखा तरी के आकाशको फल आँखा तरी मर भनेर जस्तै हो। यस्तो छ हाम्रो। सालको पत्करै पत्कर छ। यस्तो छ। घाँस काट्न सुरु गरेछ भने बइ यसरी। मेरो चाहिँ हैसिया हातमै छ अझसम्म नि। घाँस काट्न स्टार्ट भइसकेको छ। म चाहिँ अब गफ गर्ने। घाँस काट्नै छ भाइ। हजुरहरु नि आउनुस् घाँस काट्नको लागि। सालको पात चाहिएमा त सम्पर्क नि गर्नु। स्टार्ट पनि भइसक्यो। बिचरा रुखमा चढी चढी काट्नु भइरहेको छ माइजूले। अर्को माइजू उता उता। कति धेरै खाने? कति धेरै। अर्को माइजू चाहिँ नपाएर यताउता हेरनु भए। हाइएस्टमा पुग्नु भइसकेको छ। यत्रो रुख पार गरेर आमामु यताबाट नि माथि चढ्दै हुनुहुन्छ। आमा कतिकी साहसिली नारी हुनुहुन्छ। ओहो, हजुरहरू सक्नुहुन्छ त यति माथि चढ्न? कमेन्ट गर्नु होला, कमेन्ट। बिचरा माइजू चाहिँ तलै बसेर माथिको घाँस हेर्नु बाहेक केही जान्नु भएको छैन। उही वहाँ पुग्नु भइसक्यो। अब यति मात्र बाँकी छ। यत्रो चढ्नु भइसक्यो। हेर्नुहोस् गाइस, तपाईँहरू सक्नुहुन्छ त? कमेन्ट गर्नुहोस् है, कमेन्ट। सबले बोल्न पाउनु पर्छ, कुरा खोल्न पाउनु पर्छ। जनताले चाहे जस्तो नौलो बिहान ल्याउनु पर्छ। जनताले चाहे जस्तो नौलो बिहान ल्याउनु पर्छ। घाँसको भारी पुर्याउनु पर्छ, नत्र पनि बाउले मार्छन्। जनताले चाहिँ घाँसको भारी पुर्याउनु पर्छ भन्नुपर्छ। सबले बोल्न पाउनु पर्छ, काट्न पाउनु पर्छ। सबले बोल्न पर्छ, घाँस काट्न पाउनु पर्छ। जनताले चाहे जस्तो सालको भारी आउनु पर्छ। जनताले जस्तो सालको भारी आउनु पर्छ। यो चाहिँ किन भने दिदीले जित्ने न त यहाँ बहिनीले पनि हार जित नभए नि भारी भने पुग्नु पर्ने। ढल्काइ ढल्काइ काट्नु भएको छ। बल्ल तल अघि त पिए हेरिरहनु भएको थियो है। म गाइस यहाँ कमिलो यस्तो बिदा छ हौ बारीमा। के गर्ने होला यस्तो यहाँ भित्र छैन। लगौँ भने कमिरोले मार्ला भने पिर्ला। यस्तो बिदा नि। अब चाहिँ हामी घर जान लागेको। भिडियो मन परेमा लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।